साथी हो तपाईहरु के गर्नुहुँदैछ म चाहिँ लन्च बनाउनको लागि किचनमा पसिसकेको छु र आज चाहिँ म ररीको दाल बनाउँछु र आमा पनि माथि जानुभयो 9:05 बजिसकेको छ भात बसाइसकेको छु दाल पनि बसाइसकेको छु अनि करेला र आलुदम बनाउँछु म भनेर सोचिरहेको छु अनि हाम्रोमा चाहिँ गरम महिनामा पनि तातो पानी नै खान्छ साथी हो अनि त्यसले गर्दा चाहिँ पानी चाहिँ फ्लास्कमा पुरा तताएर हाल्नु पर्ने हुन्छ र म चाहिँ यहाँ पानी तताएर फ्लास्कमा हालिसकेको A few moments later यो मैले चाहिँ काम सके लन्च बनाइसके एकदमै गरम छ र 11:20 पनि भइसकेको छ म चाहिँ तपाईलाई हल्का लन्चमा के बनाइ देखाउँछु यो चाहिँ पदेनाको अचार हो साथी हो अनि त्यसपछि यो चाहिँ नानीको ओट्स बनाइदिएको थिएँ नानी सुत्यो त्यसपछि यो चाहिँ हो तपाईको करेला अनि त्यसपछि यो चाहिँ आलुदम हो आलुदमको कलर चाहिँ एकदमै दामी आएको छ एकदमै मिठो भएको छ साथी हो र अब चाहिँ म माथि जान्छु नानीलाई भेट्नको लागि नानी चाहिँ माथि सुतिरहेको छ र म चाहिँ नानीलाई भेट्न जान्छु अब एकदमै गरम छ सिलगढीमा साथी हो आज चाहिँ कति छ कुनै तापक्रम थाहा छैन एकदमै गरम भइरहेको छ म चाहिँ माथि जाँदैछु छेसम रुममा नानी चाहिँ सुतिरहेको छ लुक म आउने बित्तिकै उठ्यो मेमेलाई थाहै छैन नातिनी उठेको सिधै म भएकोमा नआएर मेमे भएकोमै गयो हेर्नुहोस् न कति माया छ मेमेको नातिनीलाई सिधै मेमे भएकोमा गयो उसले कति बेला कति टाइममा आमासँग भेट भएको तर मेमे भएकोमै गयो दाक्कै दाग भएछ यो यसमा सुतेर लु मेमे र नातिनी खेल्न थाल्यो अब म चाहिँ गएर नुहाइहाल्छु यो मौकामा र पानी पिउँदैछ साङ्गुले चाहिँ म चाहिँ के गर्दैछ भनेर हेर्न आएको र म चाहिँ अब फटफट नुहाइहाल्छु र मेमेले चाहिँ आफूलाई पनि एक बदल पदेना पानी बनाएछ अनि नातिनीलाई पनि पदेना पानी खुवाउँदैछ र अघि चाहिँ आलु उसिनेको थियो अनि नातिनीलाई भनेर 2टा आलु ल्याएको थियो त्यो खुवाइदिँदैछ आपाले सरी साथी हो लन्च खाएको भिडियो नै खिचिएन रहेछ अनि साङदिमालाई खाना खुवाएको भिडियो पनि खिचिएन रहेछ तर केही छैन मैले यो फोटो लिएको छु म र आमाले लन्च खाँदै गरेको ल साथी हो तपाईहरुले पनि इन्जोय गर्नु होला लन्च र साथी हो हामी चाहिँ लन्चको आफ्टर चाहिँ रेस्ट गर्छौं र आमा पनि रेस्ट गर्नु हुँदैछ र म पनि आइसकेको छु र साङ्गु चाहिँ सुतिसकेको छ साथी हो र तपाईहरुलाई हल्का बाहिरको नजारा देखाउँछु है ल र यहाँ चाहिँ आपा फ्यान छेउमै लगेर सुतिरहनु भएको छ र अहिले चाहिँ डाइनिङ र किचनमा चाहिँ एकदमै सुनसान छ कोकोहरु पनि छैन है सिटिङ रुम पनि सुनसान सबैजना खाएर रेस्टमा गएको छ साथी हो र तपाईहरुलाई चाहिँ म हल्का बाहिरको नजारा देखाउँदैछु र अहिले चाहिँ कस्तो भइरहेको छ भनेर म तपाईहरुलाई हल्का देखाउँछु है अनि अहिले चाहिँ र बाइ बाइ साथी हो भरे भेटौं।